हेलो साथीहरू नमस्ते जोरले सबैजनालाई नेक्स्ट भ्लगमा फेरि पनि वेलकम छ अनि आई होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम फिट एन्ड फाइन नै छु अनि आज चाहिँ म आफ्टर लङ टाइम पछि भ्लग स्टार्ट गर्दैछु त्यस्तो स्पेसल भ्लग त केही पनि छैन अहिले चाहिँ मैले माथि छठमा छु छठदेखि स्टार्टिङ गरेछु बिहानको चाहिँ म क्लिप लिन पाएन म त्यही पनि आज स्याटरडे हो नि त एकजनको छुट्टी हो अनि त्यही भएर म चाहिँ अघि 9 बजेतिर उठेको थिएँ अहिले चाहिँ 10 बज्यो होला अनि आज छुट्टी छ नि त बाबुको छुट्टीको दिन चाहिँ मलाई तन्न सुत्न पाउँछु छेमाले नि उठाउनुहुन्न सबै काम बिहान उठेर छेमाले आफै गर्नुहुन्छ म चाहिँ उठ्दैन मेरो मन लाए उठ्ने हो कति बेला हुन्छ त्यही हो साथीहरू त्यस्तो स्पेसल भ्लग त केही पनि छैन आज म के गर्छु कता जान्छु भनेर हजुरहरूलाई म सबै देखाउने नै छु ल हाम्रो फुलहरू चाहिँ यस्तरी फुलिरहेछ यो छ कि अझै कति ठुलो हेर्नु साथीहरू आम्मा कस्तो दामी है राम्रो हुँदो रहेछ यस्तो फुलहरू बिचरा यसलाई चाहिँ घाम नपरेर बल्ल फुल्न लाग्छ कति ज्ञानी भगवान छन् वाउ के लेख्यौ त तिमीले यता हेर न साने यता हेर न म फेरि बोल्दिनँ तिमीसँग त्यो नच्याटै तिम्रो फी हो त्यो फी तिनी हो लेख त ल वाउ नाइस भेरी गुड यस ल साथीहरू अब चाहिँ हामी भात खान्छौँ म चाहिँ भात खाएर एङजनको स्कुलमा लिएर जानु छ किनभने आज एङजनको स्कुलमा प्रोग्राम छ नि त सो यसलाई लिएर जानु छ म चाहिँ भात खान्छौँ भने म फेरि भेट्छु ल हजुरलाई ल साथीहरू अब चाहिँ हामी भात खान्छौँ अनि भात खाएर एङजनलाई लिएर एङजनको स्कुलमा जानु छ ल साथीहरू खाएर ल फर्स्ट बाइट मेरो फेभरेट चाहिँ मासु हो मासु बिना म भात खाँदै खान्न अब आज जाने सेमना काय बंधुआ काय यो पारो काय आसी मतिले कम्बल दिन्छ काय खानुहुन्छ दिन्छ मेरो मन त दाल खाँदैन कहिले नि मलाई यस्तै हो बिमलासँग बस्दा नि हामी कहिले दाल खान्थ्यौँ नि यसलाई एकै ठाउँमा जाउलो पकाइदिन्थ्यौँ एङ्गललाई यो चाहिँ बसको मासु हो मिठो साँच्चै मिठो खाऊ न आफै भाँच्ने हो क्या उसमें मत बुझात नहीं है ना Bising nga kulit nga sang. Ngay dan hamak nga naman. Singira kam lak ke Bukan. macam nak tak temu singira apa Kurang tak dulu. bisa lewat tak nak prasa bisa makan sekali Lang. alam nak bunyi Kale mommy bazar kan? माछा मम्मी यति नगर्न यत्तिकै यति हो त्यस्तो टोक्दै राख्दै माम खाऊ हो त्यस्तो Itu udah hangat ngelak kudu gitu mana? kan sinaran Cuma. Kaya tak boleh kan untuk itu bang. अनि साथीहरू हामी चाहिँ रेडी भएर पनि हिँडिसक्यौँ घरबाट
अब चाहिँ हामी जाँदैछौँ रेडी भयो हामी कहाँ जाने छोरो यता हेर त तिम्रो स्कुलमा जाने हो तिमी कसरी नाच्छौ नि ल साथीहरू अब चाहिँ उतै भेटौँला ल अनि साथीहरू हामी चाहिँ बाबुको स्कुल नजिक आइपुग्यौँ अब चाहिँ हामी गाडीदेखि झरिसक्यौँ गाडीदेखि झरेपछि चाहिँ म उहाँभित्र क्लिप लिन पाउन्न होला किनकि सबै हुन्छ नि त मलाई लाज लाग्छ म चाहिँ क्लिप लिन सक्दैन त्यही भएर यहीँदेखि नै भन्छु सबैलाई म भित्र गएर क्लिप लिन सक्दैन बाहिरसम्म त सक्छु तर भित्र गएर चाहिँ म सक्दैन ल Engine. Hello everyone, namaste, hello, welcome to one and all pigeon show. I am Pigeon Upane. I am नमस्ते आजको दिन हाम्रो लागि विशेष दिन मेरो बाबु चाहिँ हेर्न लजाछ हामी चाहिँ पुगिसक्यौँ मनाउन गइरहेका छौँ हजुरहरू सम्पूर्णले हामी अगाडि देख्न पाउँदा धेरै खुसी र उत्साह भएका हामी चाहिँ स्कुलमा आइसक्यौँ बाबुको प्रोग्राम स्टार्ट हुँदैछ तिम्रो फ्रेन्ड हो एकजनाले आफ्नो फ्रेन्ड भेटेछ तिम्रो फ्रेन्ड हो It's whatever tonight. Turn this up into a club. You can drink this, smoke free, party all night. Come back, what's up? Don't you want me like I want you, baby? Don't you need me like I need you now? Sleep tomorrow, tonight go crazy. All you gotta do is just meet me at the. अनि साथीहरू हामी चाहिँ अहिले बाहिर निस्केछौँ बाबु नानीहरूलाई टोयलेट लगाएर त्यही भएर किनकि भित्रको क्लिप लिन पाएन मैले किनकि कपिराइट लाग्छ नि त त्यो पछाडिको म्युजिकले त्यही भएर चाहिँ मैले भित्रको क्लिप लिन पाएन अब चाहिँ हामी चाहिँ बाबुलाई वासरुम लगेर अनि हामी फेरि ब्याक हुनेछौँ है साथीहरू एङ्जनको स्कुल चाहिँ यही हो Angon. Hi भन्देऊ हाई 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 भन्देऊ ल चाहिँ नानीलाई बाबु नानीलाई टोयलेट ल्याएर हामी चाहिँ वासरुम ल्याएको छौँ त्यहाँभित्रको चाहिँ क्लिप लिन पाएन ल साथीहरू भित्री माला त के लगाल त क्लिप लियाऊ अब नानीहरू चाहिँ ड्रेस चेन्ज गर्दैछ नि त डान्सको लागि हेलो हेलो भन्देऊ हेलो खै हाई गरेको खै यता चाहिँ ड्रेस चेन्ज गर्दैछन् म चाहिँ वासरुम आएको साथीहरू म फेरि भेट्छु है त हजुरसँग गाउँमै बित्यो आफ्नो जीवन पुगोस् छोरा सहर बाजेको पाला देखियो सारङ्गी रेटेर नै चलिरहेछ जिन्दगी जानिन मैले नि यो भन्दा अरू त छोराले चाहिँ अब नहिँडोस् मागी भुइँसम्मै टेके मैले तिमी टेक्नु धुरी भुइँसम्मै टेके मैले तिमी टेक्नु धुरी पाखुरीमा तागत रहेसम्म बोकी हिँड्छु हालेर काँधे कुरी हालेर काँधे कुरी रात
अँध्यारो भो घाम बिना उस्तै अँध्यारो रहेछ जीवन ज्ञान बिना रात जस्तै दिन अँध्यारो भो घाम बिना उस्तै अँध्यारो रहेछ जीवन ज्ञान बिना सके जति छेकिदिउँला घाम आदि हुरी पाखुरीमा तागत रहेसम्म बोकी हिँड्छु हालेर काँधे कुरी हालेर काँधे कुरी अनि साथीहरू म चाहिँ घर फर्किसकेँ बाटोमा छु घर जाँदैछु प्रोग्राम सकेर पनि भित्र प्रोग्राम भएको क्लिप त लिन पाएन नि त किनकि त्यो म्युजिक साउन्डहरू हुन्छ त्यसले गर्दा म क्लिप चाहिँ लिन पाएन अब चाहिँ म घरमा पुग्छु अहिले 4 बजिसकेछ यता एकदम डन यता हेर न वाउ कति नर्स लाग्छ फेरि एकदमलाई त्यही हो साथीहरू गमला कति धेरै हो अनि साथीहरू म चाहिँ घर आएर पनि सुतेर पनि अहिले चाहिँ साँझको 6 बज्न लाग्यो नि त अनि म चाहिँ यहाँ नर्सरीमा आछु किनभने यहाँ फुल चाहिएछ क्या हामीलाई फेरि त्यही भएर फुलहरू लिन आछु म चाहिँ मलाई चाहिँ आजभोलि एकदम प्लान्टतिर एकदम आँखा गछ त्यही भएर कोपिलावाला हो मान्छे आएन कसलाई सोध्नु त हामीले ए यहाँ चाहिँ कति ठुलो नर्सरी छ मलाई थाहा थिएन म चाहिँ यता घोडा सरेपछि बल्ल थाहा भएको मलाई नर्सरी छ भनेर साथीहरू सब पनि यो बच्चा राखेको हो कि यो त तर उस हो यार लाउरो फुलको हो यो तर किन्नुको बिउहरू कति आएको यो खाले कति राम्रो हो के हो यो खाले तर यत्रो यो दुःखसितसँग हुनुपर्छ अनि साथीहरू म चाहिँ यहाँ छु साथीहरू म चाहिँ हजुरहरूलाई यहाँ गार्डन देखाउँछु हाम्रो घोडा मलाई चाहिँ थाहा थिएन मेरो बा राम्रो फुल त फुल चाहिएमा यहाँ हेर्नु साथीहरू मान्छे आएन क्या जानु न भाइ वाउ नाइस ए म सिसा सार साथीहरू हेर्नु ससन कलरफुल पुरै सेन्दाङ छ दे यो फुल त चोर्छ होला है राति त साथीहरू म चाहिँ यहाँ भित्र नि रहेछ मलाई थाहा थिएन ओफ झाँगिन्छ अझै ठुलो माला अझै झाँगिन्छ
यो त लङ टाइमसम्म हुन्न होला है हुन्छ हुन्छ पुरिक्ता यसो छ नि केले मम्मी के सब्जीमा त नुन मेङ सही त थाहा हाल्यो यहाँले झ्याक पैसा ओ यहाँ सुन न यो हो न कहिले पनि नबन्नु भनेको तिमीले जिरेनियम यो सार्न मिल्छ कि मोर्दिन ल यो यो कति हो नि हो 500 अर्को अलि सस्तो होइन उता छ त त्यो पटमा है ए एउटा फुल देखेको के त्यो कसरी दिनुहुन्छ यो नयाँ फुल हो कि फुलिसकेको हो र यो हजुर अब भर्खर आएको हो यो त्यो प्लानहरू इडिक जान्छ होला प्लानहरू मारेर के देश देखेछ यो इन्डोरलाई कति हो मैले सोध्छु भनेर सम्झे थिएँ भाइ यिनीहरूको गप कति गराउनु भएको छ यो चाहिँ इन्डोर प्लान होला सायद मलाई त्यति धेरै थाहा छैन मलाई चाहिँ आजभोलि एकदमै क्या इन्डोर प्लानहरूमा आँखा जान्छ क्या यता सरेपछि चाहिँ मैले भित्र सबै राखेको छु नि त साथीहरू हामी चाहिँ घर आइसक्यौँ यो चाहिँ मेरो इन्डोर प्लान हो आजभोलि मलाई एकदम आँखा त गर्छ क्या यस्तो इन्डोर प्लानहरूतिर हाम्रो फुलहरू चाहिँ यस्तो छ हेर्नु साथीहरू म चाहिँ एकदम फ्लावर लभर भएको छु यहाँ आएर यो चाहिँ मेरो कपडा धुन छ है सार्नको लागि यस्तोमा रोपेको हो क्या यो त्यसै फाल्न लाग्थ्यो छेमाले यो चाहिँ फेरि मैले रोपेछु साथीहरू अब चाहिँ हामी काम गर्छौँ फुल रोप्छौँ यताउति गर्छौँ फुल रोप्छौँ हामी चाहिँ यहाँ अस्ति नै मैले त्यो प्लानहरू रोपेर त्यसै छोडेछु नि त अनि हाम्रो मोटु छ यहाँ फुल माथि फुल्ली कस्तो फुलेछ क्या हाम्रो त्यही साथी अब हामी सुत्तर्क लाग्छौँ है त फाइनली भेटियो मम्मी भन्दा कम छैन यार अनि साथीहरू हामीले चाहिँ गमलामा फुल रोपेर भ्याइसक्यौँ ए यहाँ छ कस्तो हुन लाग्छ क्या कोपिला छ यहाँ अनि फेरि यता राखेको छु यहाँ यो चाहिँ गुलाबको कस्तो के अरे फुल्न लाग्छ यो चाहिँ अनि यो गमला चाहिँ अघि देखिसक्नुभयो यो गमला चाहिँ तल थियो नि त अनि तल कस्तो फोहोरहरू जम्मा भयो क्या अनि त्यही भएर मैले चाहिँ माथि सेट गरेको छु सबै त्यता नि सबै मैले माथि सेट गरेछु नि त अब चाहिँ मैले पोछा गर्दैछु पोछा गर्दा यहाँ पुगेछु अब चाहिँ मैले पोछा गरेर भ्याएर भित्र फेरि झाडु पोछा गर्नुपर्छ साथीहरू त्यही हो मलाई चाहिँ यहाँ आएर एकदम के फुलहरू के एकदम फुलहरूको एकदम क्रेजी भएको छु क्या अनि इन्डोर प्लानहरू नि एकदम क्रेजी भएको छु इन्डोर प्लान नि आज मैले एउटा ल्याएको छु अनि यो चाहिँ मम्मीलाई माथि पढाउनको लागि ल्याएको हो माथि पठाइदिन्छु मम्मीलाई साथीहरू अब चाहिँ म झाडु लाउँछु अनि फेरि भेटौँ है त ल साथीहरू आजको भिडियो चाहिँ यति नै सुरुदेखि लास्टसम्म हेरिदिनु भएकोमा
सबैजनालाई धेरै धेरै धन्यवाद अनि त्यही हो साथीहरू लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु ल बाई लभ यु अल